नमस्ते, म डाक्टर आशिष कुमार यादव यस जीवन विकास सामुदायिक अस्पतालमा एज अ कन्सल्टेन्ट गाइनेकोलोजिस्टको रूपमा कार्यरत छु। हामी कहाँ एउटा बिरामी आउनुभएको थियो। उहाँ चाहिँ 25 वर्षको महिला हुनुहुन्छ। उहाँको समस्या चाहिँ पेट दुख्ने र उहाँलाई सोध्दै जाँदा उहाँले चाहिँ 5 महिना अगाडिदेखि नै एउटा पानीको डल्लो पेटमा रहेको र ऊ डल्लो चाहिँ बढ्दै गएको भन्नुभएको थियो। यो बिचमा उहाँले कतै पनि जाँचहरू गराउनु भएको थिएन। यो समस्या लिएर हाम्रोमा आउनुभएको थियो। हामीले जाँच गर्दा पनि लेफ्ट साइडमा सिस्ट जस्तो हामीले भेटाएको थियौँ। त्यसपछि हामीले उहाँलाई भिडियो एक्सरेको लागि पठायौँ। भिडियो एक्सरेमा उहाँ लगभग 20 सेन्टिमिटरको सिस्ट देखिएको थियो। त्यो पछि अरू डिटेल थाहा पाउनको लागि हामीले सिटी स्क्यान एडभाइस गऱ्यौँ। सिटी स्क्यानमा चाहिँ लगभग 20x18 सेन्टिमिटरको म्युसिनस सिस्ट एडेनोमा देखिएको थियो। त्यस पश्चात हामीले बिरामीलाई अब शल्यक्रिया गर्नुपर्छ भन्ने सल्लाह दियौँ। नमस्ते, मेरो घर रमिते मिक्लाजुङ 2। मेरो नाम मनवीर राई। मेरो यो भनेको मेरो छोरी माइली यो जीवन विकासको म एउटा सदस्य पनि हो। उहाँ पनि सदस्य नै हुनुहुन्छ। यसलाई पाठेघरको सम्बन्धी बारे र पिस्टुलाको रोगले गर्दा यसलाई यहाँनिर यो जीवन विकास अस्पतालमा चाहिँ लिएर मैले सरहरूको अनुसार मैले अपरेसन गराएर सफल होस् भन्ने खालको एउटा पूर्ण विश्वास लिएको छु। त्यो पछि हामीले उहाँलाई शल्यक्रियाको लिस्टमा राख्यौँ र एक्सप्लोरेटरी ल्याप्रोटोमी विथ सिस्टेक्टोमी विथ ओफरेक्टोमी गऱ्यौँ। त्यो पश्चात अहिले बिरामीको अवस्था सामान्य छ र उहाँलाई हामी भोलि डिस्चार्ज गर्ने प्लानमा राखेका छौँ। गुणस्तरीय स्वास्थ्य सेवाको लागि आम नागरिकको भरोसाको केन्द्र जीवन विकास सामुदायिक अस्पताल।